नमस्ते, गुड मर्निङ सबैलाई। अहिले हामी बिहानको 5:30 बजेछ। अहिले म चाहिँ जोमसोममा हो। पछाडिको भ्यू चाहिँ माछापुच्छ्रे हिमाल हेर्नु सुन्दैछ टल्केछ। जोमसोम एयरपोर्टको साइडमै हो हामी अहिले। अब यहाँबाट यात्रा हाम्रो कति चिया खाएर मुक्तिनाथसम्मको यात्रा हो। बाटोमा चाहिँ कागबेनी यसो कालीघण्टीको किनारतिर खोज यसो भ्रमण गरिन्छ। त्यसपछि हामी मुक्तिनाथ गइन्छ जाने हो। अहिले जोमसोममा चिसो त खासै छैन, लगभग 15 डिग्री जति छ कि अनुमान, एक्ज्याक्ट त आइडोन्ट नो कति छ। अनि के भने यस्तै हो। अलिकति म तपाईँलाई जोमसोम बजार पनि देखाउँछु। रोक्नुहोस्। यो साइड जोमसोम बजार सानो चिटिक्क परेको जोमसोम बजार सफा छ। तर मार्फा गाउँ हुँदै आएको हामी हिजो राति 5:30 बजीतिर यहाँ बसाइ भयो। अब यता भनेपछि हाम्रो रुट भनेको मुक्तिनाथको यो साइडबाट पर्दछ। यस रमाइलो छ। Life is good भने जस्तो। लक्ष्मी प्रसाद देवकोटाले भने जस्तो एउटा जुनीको आशी छैन अरे, पाको भ्रमण गरेर अरे त्यस्तो। हाम्रो गेस्ट हाउस ठिकै छ। प्योर यो त प्योर तिब्बतीयन डिजाइनको घर छ पुरै। अनि फर्किँदाखेरि चाहिँ एउटा विशेष, हामी फर्किँदा चाहिँ कबड्डी फिल्म सुटिङ भएको ठाउँ यहाँबाट लगभग 45 मिनटको बाटो छ। नौरीकोट भन्ने ठाउँ, त्यहाँ चाहिँ गइन्छ है। त्यहाँ चाहिँ गएर हाम्रो बङ्काजी शेरचन के मैया दाजु भन्ने लाई भेट्दा हुँदैन पक्कै पनि। त्यो पनि मेमोरी चाहिँ उनीहरूले यो फिल्ममा सुटिङ गरेको, यहाँ डाइलग यस्तो डाइलग यो स्कुल भनेर त्यो पनि घुम्ने प्लान छ। ओके त्यस्तै हो। ल त गाइस, अब सिधै कागबेनीमा भेटौँला।